हामी कम्युनिस्ट होइनौँ, हामी नव उदारवादी पनि होइनौँ, हामी कम्युनिस्टको आवरणमा क्रोनी क्यापिटलिस्ट पनि होइनौँ। त्यसैले कित्ता काट स्पष्ट छ, बलियो राज्य हुन्छ। लोक कल्याणकारी राज्यको सुनिश्चितताका लागि हामी उद्यम मैत्री, लगानी अनुकूल, प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्र, सोशल मार्केट इकोनोमीको उन्नयनका लागि स्वच्छ रेगुलेटरी आर्किटेक्चर, यो नियमनकारी संरचनामा चाहिँ हामी काम गर्न चाहन्छौँ र हाम्रो मुलुकको अप्रिय ऐतिहासिक विरासतका रूपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरू विरुद्ध निर्णायक प्रहार गर्न हामी अवसरहरूको न्यायिक वितरण, इक्वालिटी अफ अपर्च्युनिटिज, इक्वालिटी अफ आउटकम्स होइन। र त्यसको लागि हाम्रो समुच्च निजी, सार्वजनिक र सामुदायिक रिसोर्सहरूलाई चाहिँ इक्वालिटी अफ अपर्च्युनिटिज, त्यो शिक्षाबाट मुखरित हुन्छ, पोषणबाट, स्वास्थ्यबाट, वित्तीय पहुँचबाट, एकीकृत सामाजिक प्रणालीबाट, र यो सबै विपन्नको सहारा पनि राज्य हो, तर मध्यम वर्गको विस्तार पनि हाम्रो चाहिँ लक्ष्य हो। मध्यम वर्गको विस्तार भएन भने लोकतन्त्र पनि जोगिँदैन र हाम्रा विकासका परम्परागत मानकहरूलाई पनि हामीले न्याय गर्दैनौँ। त्यसैले यसमा हामी स्पष्ट छौँ। इक्वालिटी अफ अपर्च्युनिटिज लगायतका विषयहरूमा त्यसको न्यायिक वितरण पनि, पहुँच पनि र उपयोगमा पनि हामी जोड दिनेछौँ। परम्परागत नै भयो कि नीति तथा कार्यक्रम भन्ने विषय आएको मैले पाएँ। यसमा मलाई धेरै भन्नु छैन, तर हामी जिम्मेवार राजनीतिक दल हौँ र राज्यको अविच्छिन्नतामा हामी विश्वास गर्छौँ। शिक्षा, स्वास्थ्य, पूर्वाधार, सार्वजनिक ऋण, अनुदान, खानेपानी यिनै हुन्। 50 वर्षपछिको नीति कार्यक्रम वा बजेटमा आउने शब्दहरू पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार, सुशासन, आधुनिक प्रविधि, अब एआईले कहाँ पुर्याउला त्यति बेलासम्म यिनै हुन्। त्यसैले शब्द हेरेर कन्टिन्युटी भयो भन्नु चाहिँ अलि अतिशयोक्तिपूर्ण हुन्छ जस्तो लाग्छ। हाम्रो एउटा प्याटर्न छ। यो परम्परागत भन्ने कुरा चाहिँ यो राज्यको अविच्छिन्नता, कन्टिन्युटीका विषयहरू छन्। यसमा हामीले कमिट गरेका चिजहरू, पहिलेका सरकारहरूले कमिट गरेका चिजहरू, 16औं आवधिक योजना होला, मिडियम टर्म एक्सपेन्डिचर फ्रेमवर्क होला, सस्टेनेबल डेभलपमेन्ट गोल्सका कुराहरू होलान्, त्यसलाई हामीले बोक्नुपर्ने हुन्छ। यो त हामी आएपछि पाङ्ग्राको पुनराविष्कार हुन्छ, रिइन्भेन्सन अफ द विल हुन्छ भन्ने त्यो आलो काँचो विश्वास हामी गर्दैनौँ। त्यसैले संविधान, सार्वभौमिकता, यी प्रतिबद्धताहरूलाई हामीले अघि मैले भने पवित्र लक्ष्य, उद्देश्यका रूपमा यसलाई अगाडि लाने हो। निर्वाचनको थिम पनि नीतिगत कुराहरूभन्दा पनि शैलीगत कुराहरूमा चाहिँ नेपाली जनताको आक्रोश, त्यो विस्फोट, त्यो असन्तुष्टि मुखरित भएको कुरा धेरै टिप्पणीकारहरूले बताउँदै आएका पनि छन्। त्यसैले हामीले प्रमिस गरेको चाहिँ शैली